अपमानित भइन्छ। त्यसैमा पनि म अपमानित ज्वाइँ हुँ सती। त्यही भएर जाने कुरा नगर सती, जाने कुरा। आऊ बसौँ। तिमीले त्रिपासामा जितिरहेकी छौ सती। आऊ आऊ। म अब केही पनि खेल्दिनँ स्वामी। मलाई मेरो पिताश्रीको घरमा जानु छ, एकीमा जानु छ। मेरो सबै दिदी बहिनीहरू सबैजना गइसकेका छन्। म यहाँ एक्लै कसरी बस्नु स्वामी? मलाई जान दिनुहोस्। बरु हजुर पनि मसँगै जाउँ न स्वामी। हे सती, मैले भनेको मान। नहीं स्वामी, जान हुँदैन सती, जान हुँदैन। नहीं स्वामी, घोर अनर्थ हुन सक्छ। त्यही भएर जाने कुरा नगर सती। नहीं स्वामी। मैले आजसम्म हजुरसँग के कुरा मागेको छु? यतिका साल भयो। आज मैले हजुरसँग मेरो 10 औँला जोडेर बित्ती तक्राइरहेको छु। जे बढिरहेको थियो, स्वाहा स्वधा अधिकारी अगाडि चलिरहेका थिए। दक्ष प्रजापतिको यज्ञमा, पिताजीका यज्ञमा सती माता सरासर हरिद्वारको कनखल क्षेत्रमा पुगिबक्सनु भयो। छोरी, तिमी आयो? आयो माता। आज मेरो सबै दिदी बहिनीहरूलाई बोलाउनु भएको रहेछ। यत्रो यज्ञको सुरुवात गर्नुभएको रहेछ। तर माता, मलाई त